चुक्ची नाम्बामा खान लाउन बस्न दुःख भएकोले सिरान घरे जगनबाज देउमै खोला पारी जितपुरको ढोडेनीमा बसाई सर्नुभयो। हिउँद समयमा जितपुर बस्तीका बासिन्दाहरूको गाई गोठ माइखोला पारी गोठ राख्ने प्रचलन अनुसार बुबा जगनबाजले पनि माई पारी गाई गोठ राख्नुभयो। एक दिन बुबालाई सातु चामल पुर्याउन फाल्गुनन्दलाई साथीहरूसँग आमाले पठाउनु भएछ। बालक मासु मङ्स नखाने हुनाले बालकले थाहा नपाई सुकुटी मासु चामलभित्र सुटुक्क लुकाई गोठका श्रीमानलाई पठाउने योजना भएछ। सातु चामल पुर्याउने केटाकेटीहरू कुम्लो कुटुरो बोकी गाई गोठतर्फ प्रस्थान गरे र माइखोला तरी सक्दा नसक्दै फलामसिंह बिमार परी हनहनी ज्वरो आई एकाएक काम्दै वाक्य बन्द भई बल्ल तल्ल बुबा छेउ पुगी आँसु बरर झार्नुभएछ। के भयो भनी सोद्धा पनि केही नबोल्दा सौतेनी आमाले यस्तो बिरामीलाई माया नगरी किन पठाएको भनी मनमनै दुखी बन्दै श्रीमतीसँग रिसाएर बालकलाई अङ्गालो हाल्दै काखमा राख्नुभयो। ज्वरो अत्याधिक उच्च थियो। बोलाउँदा नबोल्ने यत्तिकैमा गाई गोठ छिमेकीलाई हेर्न लगाई बिरामीलाई बोकी घर पुर्याउँदा आमा छक्क पर्नुभएछ। घरबाट हिँड्दा बिमारी नभएको सन्चै साथीभाइहरूसँग आरामसाथ पठाएको सुन्दा बुबा पनि आश्चर्यमा पर्नुभयो। चामलभित्र सुकुटी मासु हाली मदमंससँग माइखोला तर्दा देवी देवता माग रिसाई अशान्ति भएको थाहा नपाएका बुबा आमाले बालकको उपचार स्थानीय चलन अनुसार धामी झाँक्री माङदेम्बा फेदाङमा साम्बा येमा मेलोबाट सेवा गर्न लगाई देवदोष देवीदोष भन्दै हुनेसम्मको उपचार गराउनुभयो। तर बालक बिमारी थला परी ओछ्यानमै अस्तव्यस्तको साथ सुतिरहेको 3-4 दिन भएको रात सबै मानिसले मदौरो बिरामी रुङ्गी बसेको अवस्थामा सिकिस्त बिरामी बालक अचानक जुरुक्क उठी अँध्यारोतर्फ बाहिर निस्की दौडनु भएछ। पछ्याउने काम भयो। तर मध्यरातको अवस्थामा बिरामी बालक गायब भई कता हो कता अल्पिनुभयो। उनीलाई के भान भएछ भने आफू ओछ्यानमा लडिरहेको स्थितिमा एउटा दिव्य पुरुष जो अरूले देखेनन् देवदूतले हातको इसारा दिँदै बोलाउँदा जुरुक्क उठी पछ्याउँदै हिँडेछन्। अघि दिव्य पुरुष आफू पछि पछ्याउँदै सुनसान रात तर उज्यालो ज्योति दिव्य जो सबैले देख्न सकिने स्पष्ट मार्ग बाटो भएर जितपुर 8 खत्रकपामा पुर्याएर पानी साँच वृक्ष कुरा बासी सिङबुङमा उभ्याउन लगाई सिमीको दाना जस्तो खुट्टाको भुइँमा खोस्रे राखे जस्तो मात्र के गरेथ्यो। सुलुलु लहराले ती रुखसँगै बेरेर ठिङ्ग उभ्याएर प्रश्न गर्न लागे दिव्य पुरुषले। साङ सेवामाङ यानि कि देवदूतले सोध्नुभयो, कुसिङ केने ताङबी मलाई चिनिस? फाल्गुनन्द यानि कि फलामसिंहले भन्नुभयो, कुसिङ मेनेनेन चिनिन। साङ सेवामाङ देवदूतले सोध्नुभयो, उन्छोन बानिङवा के बेछुवी अघिल्लो जन्मको कुरा बिर्सिस? फलामसिंहले भन्नुभयो, निङवा फेचुङ बिर्से। पुनः देवदूतले सोध्नुभयो, नोरिक इच्छिङे कुसिङ के नितु राम्रो सम्झी थाहा पाउँछस्? फलामसिंहले भन्नुभयो, निङवा फेचुङ बिर्से। साङ सेवामाङ देवदूतले फेरि पनि सोध्नुभयो, अज्ञानले ढाकेछ राम्रो सम्झी थाहा पाउँछस्? फलामसिंहले भन्नुभयो, मेन आनिङवा मेयाकिन सम्झनै छैन। र फेरि साङ सेवामाङ देवदूतले भन्नुभयो, अज्ञानले ढाकेछ मासु बोकेर किन भगवती माइखोलामा पसेको माफ माग। यति गर्दा गर्दै खोलातर्फ औल्याउँदै तागेर निवा बुमाङले लिन पठाएकोले ल्याएको हुँ, आमासँग माफी माग भनी देवदूत अल्पिए।
आफूलाई बेरिएको लहरा पनि छैन, शरीर हल्का भयो। नदीतर्फ बल गर्दा माइखोलामा चुर्लुममा डुबेर निथ्रुक्क भिज्नुभएछ। आकाशबाट युमामाङ मुस्कुराउँदै जल्दा बल्दा दिव्य ज्योति शक्तिशाली परम सुन्दरी देवी माताले सुमसुमाउँदै मैले लिन पठाएको तिमी ठुलो तपस्वी हुन्छौ भनी अल्पिन साथ आकाशबाट अनेक मन्त्रादि एकपछि अर्को खस्न थाले। तिरिमिरी बिजुली झै चम्किला मुन्धुम ज्ञान मन्त्रहरू एकाएक फलाना मन्त्र फलाना कामको लागि भन्दै अनेक मुन्धुम मानव मुक्ति मन्त्रादिको पुष्पवृष्टि मन्त्रवृष्टि वर्षन थाल्यो। एकाएक मन्त्रहरू आकाश शून्य मार्ग स्वर्गबाट एकपछि अर्को आउँदै साराका सारा ज्ञान मन्त्र तन्त्र सुक्तिहरू साम्जिक मुन्धुकमा मुखभरि पसि गए। विपनाको कार्य सपनामय भयो। रातभरि अचम्मको रमाइलो दृश्य आश्चर्यचकित भयो। ज्ञानबोध भयो। ज्ञानबोधले बालकको शारीरिक मानसिक बौद्धिक ज्ञानमा आकाश पातालको अन्तर अनुभूति भयो। ज्ञानबाट सम्बोधि हुन पुगेका फलामसिंह आत्मज्ञानबोधि भए। मुजोतलुङ खेजोतलुङ माङलिङमा माङओपमा माङकेपमा तागेरानिङमा भुमाङकेपमा भयो। बिहान उज्यालो भयो। जाडोले जिउ सिरिरी कापे, शरीर र लुगा निथ्रुक्क भिजे। बिहानी पख चिसो थियो। पूर्वमा लाली फाट्यो। सूर्य उदाउँदो स्थितिमा किनारमा छेउ लागेर टोलाउँदै गर्दा रातभरि खोज्ने मानिसहरू दलबल आएर छेकबार लगाउँदा मुसुक्क हाँस्नुभयो। वरिपरि घेर्न खोजे। अघिको रात झै भाग्ला कि भन्ने बुझाइले यसो गरिएको थियो। तर बालक नम्र बाडीमा बोल्न लाग्नुभयो। रातभरि भएका घटना दृश्यहरू सबै बताउन थाल्नुभयो। बालक महान तपस्वी महामानव हुने रहेछ भन्ने सबैले अड्कल काटे। यसरी 8 वर्षे बालककालमै फलामसिंह इलामको जितपुर फेदी खत्रक्पा भन्ने पुण्यभूमि तथा मुक्ति स्थलमा सर्वप्रथम महाज्ञान महासम्बोधि प्राप्त गर्नुभयो। यस ज्ञान प्राप्त पश्चात बेला बेलामा रातारात बोलाउने काम र घरिघरि ज्ञान दिने काम बारम्बार भइरहँदा र कहिलेकाहीँ आधा रातमा बोलाइ जानु पर्दा दुःख शास्ति र झन्झट हुँदा चित्त र भौतिक शरीरको कष्टले दुखाएर आँसु झार्नुहुन्थ्यो।